हेलो साथीहरु, आज चाहिँ मैले अंडा करी बनाउन गइरहेको छु। अनि अंडा करी बनाउँदाखेरि सामानहरु लाग्ने चीजहरु छ। आगो बाल्छु, म चाहिँ ग्यास बाल्छु। अनि ग्यास बालिसकेपछि कराई बसाल्नु पर्ने हुन्छ। कराई बसालिसके त्यसमा तेल हाले मैले। तेल चाहिँ हाल्यो, अंडा मैले दाजु काट्दिए। बेला फ्राई गर्नुपर्छ। अंडा करी बनाउँदा फ्राई गर्ने अंडा अनि फ्राई हुँदै गर्छ। यतिको फ्राई पनि गरिसके सबै अंडा। अनि यो चाहिँ पड्काउने मसलाहरु हो। त्यसपछि त पड्काउने मसला हाल्ने। अनि पड्काउने मसला हाल्दै देखाउँदैछु यो पड्काउने मसला हो भनेर। अनि त्यसपछि यो चाहिँ प्याज हाल्छौं। म चाहिँ अगाडि नै काटिसकेर राखिसकेको छु प्याज। त्यसले मैले प्याज काटेर हाल्दिए त्यहाँनिर। प्याज पकाउनु पर्ने हुन्छ। त्यसपछि साथीहरु अनि प्याज चाहिँ रातो हुन छोड्दिएँ मैले। अनि फेरि पनि आए। अनि यो चाहिँ टमाटर हाल्छको। टमाटर पनि मैले काटिसकेर राखिसकेको थिएँ। ग्रेभी बनाउनको लागि टमाटर चाहिन्छ, त्यसैले टमाटर पनि हालिदिएँ मैले। छोड्दिएँ बेसी त्यहाँनिर। अनि चलाएँ। टमाटर ग्रेभी बनाएँ। त्यसपछि यो अदुवा र लसुनको पेस्ट हालिदिएँ मैले। यस्तो भयो। यो चाहिँ सब्जी खाने खोर्सानी क्याप्सिकम हो। यो चाहिँ त्यसलाई मैले सानसानो काटेर हालिदिएँ। चलाउँदैछु, मजाले चलाउनु पर्छ त्यसलाई चाहिँ। अनि मैले चाहिँ अब चलाएँ एकछिन पाक्नलाई छोडिदिन्छु मैले। अनि त्यसपछि आलु चाहिँ ग्रेभी बनाउनको लागि भनेर हालेको। तपाईहरुले हाल्दा नि हुन्छ। अनि आलु हालिसकेपछि मैले फेरि पनि चलाउँछु। अब मिक्स गर्नु पर्यो नि त साथीहरु। दारुले पनिरले चलाउँदैछु। मजाले चलाइसकेपछि त्यसपछि अब बेसार हाल्नु पाला आउँछ। यो बेसारको डब्बा त्यसमा बेसार हाल्छु थोरै ठिक्कले। बेसार हालिसकेपछि मैले बनाएर त्यहाँ राखेँ। अनि त्यसपछि यो चाहिँ धुलो खोर्सानी मैले घरमा आफै कुटेको धुलो खोर्सानी सक्ने लागेको छ। कतिको बट्टामा राखेको छ, त्यसपछि कतिको बट्टामा राखेको पिसेर हालिदिएँ धुलो खोर्सानी। कतिको खानुहुन्छ त्यतिकै हाल्नु हो। किलो कतिको खानुहुन्छ हामीले भेटेतिर खान्छु। म धेरै हालेको छु मैले धुलो खोर्सानी। अझ पनि थप्दैछु म। धुलो खोर्सानी हालेपछि फेरि पनि चलाउनु पर्छ। ए धुलो खोर्सानी चलाइसकेपछि मैले पानी हालेँ साथीहरु। पानी हालिसकेर फेरि पनि पानी हुन गएँ म चाहिँ। पानी फेरि थपेँ। फेरि पानी ल्याउँछु, फेरि थपिन्छ। ग्रेभी बनाउनु हो नि त, त्यसैले अब त्यसरी गरिसकेपछि यो चाहिँ भात फाइनली चाहिँ यस्तो भएको छ। यसरी नुन हालिदिएँ मैले। स्वाद अनुसारको नुन हाल्नुपर्छ। अनि अघि भुटेको अंडा पनि हालिदिएँ। धनिया पनि हालिदिएँ मैले साथीहरु। अनि पुस्ने साइडमा चाहिँ त्यसलाई खोलेर राखिसकेँ। अब ग्यासमा हालिदिएँ किनकि पाकिसक्यो। रेडी गाइज, यस्तो भयो है मेरो अंडा करी। बाई बाई गाइजहरु।